सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिज्ञ होइन। म समाजसेवी हुँ र सेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ। समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार हुने कुनै रहर पनि थिएन, मैले सोचेको पनि थिएन। तर 2082 साल भाद्र 23-24 गतेको जेनजी आन्दोलन भएपछि जेनजी भाइ बहिनीहरूले मलाई नै बोलाएर शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए। त्यति बेला म ताप्लेजुङ जिल्लाको गाउँ गाउँमा किताब बेचिरहेको थिएँ।